मलाई सबैले यसको घरमा खाना दिन्नन् कि क्या, कति दुब्ला कि भनेर भन्छन्। सो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो आजको मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज कुरा गरौँ मेरो बारेमा। म दुब्लो छु नि त साथीहरू, म कतै गएँ भने पनि सबैको सोध्ने क्वेशन भनेको एउटै हो कि त किन दुब्ला कि भनेर। दुब्लाउन मलाई पनि रहर छैन, खाना त खान्छु, मैले खाएको शरीरमा लाग्दैन। कोही मान्छेलाई म एकदमै मोटाए कसरी दुब्लाउने होला भन्ने टेन्सन, मलाई चाहिँ कसरी मोटाउने होला भन्ने टेन्सन छ के। म माइत गयो भने सबै मेरो माइतीहरूले सोध्नुहुन्छ कि त किन दुब्ला कि, त खाना पाउनेस् कि तँलाई खाना दिन्नन् कि भनेर सोध्नुहुन्छ कि। जस्तो जे भए पनि खाना नदिने चाहिँ होइन है, खाना चाहिँ मैले आफै पकाउँछु, मैले आफै दिन्छु सबैलाई। जे बनाएर खाए पनि हुन्छ, जस्तो बनाएर खाए पनि हुन्छ, खाने कुरामा चाहिँ मलाई रोकटोक छैन। अब कसैको पानी खाएर पनि मोटाउने ज्यान हुन्छ, अनि कोही म जस्ता हुन्छन् जति खाए पनि शरीरमा नलाग्ने। खाएको खाना चाहिँ कहाँ जान्छ होला, पेटमा जाने भएको भए त मोटाउँथे पनि होला, म त सोध्छु के कहिलेकाहीँ। मेरो छोरी पेटमा हुँदाखेरि त म अलिअलि बढेको थिएँ, 56 केजीसम्म पुगेको थियो, त्यो नघटेको भए त हुन्थ्यो। म अहिले घटेर 45 केजी मात्र छु। कोही साथीहरू बच्चा पाइसकेपछि मोटाउँछन्, खै किन पो, म त मोटाउनै सकेन। मेरो सासुरे के बुहारी दुब्लो है भनेर कहिलेकाहीँ अन्डा ल्याइदिनुहुन्छ, माछा मासु भयो, हरेक कुराहरू ल्याइदिनुहुन्छ कि घरमा दुध दही प्रशस्तै छ। जति खानेकुरा खाए पनि मोटाउँदैन, केही नपाए जस्तो छ शरीर मेरो। साथीहरू कसरी मोटाउने होला, कसैलाई थाहा छ भने मलाई भनिदिनु होला त प्लिज। हजुरहरूले मेवा साँधेर खानु भएको छ कि छैन, मलाई चाहिँ मनपर्छ मेवा साँधेको। खानु भएको छैन भनेपछि एकचोटि ट्राई गर्नु होला, मिठो हुन्छ। सो साथीहरू आजको लागि यति नै। मलाई फलो नगर्ने साथीहरूले चाहिँ फलो गरिदिनु होला। भेटौँला अर्को ब्लगमा, बाई बाई।